टाउको दुख्ने समस्या धेरै साझा समस्या हो, तर सबै टाउको दुखाइ एउटै हुँदैन। आज हामी साइनसको कारणले र माइग्रेनको कारणले दुख्ने टाउको दुखाइको बीचमा हामी फरक बुझ्नेछौँ। मुख्य फरकहरूमा दुखाइ हुने स्थानमा सर्वप्रथम साइनोसाइटिसमा दुखाइ आँखाको वरिपरि, दुई आँखाको बीचमा, निधारमा या गालाहरूमा हुने गर्दछ। वेरस माइग्रेनमा आँखाको पछाडि हेमिक्रिनियल मतलब एक साइड हेडेक या टाउको पछाडि दुख्ने गर्दछ। दुखाइको प्रकार बुझ्दाखेरि साइनोसाइटिसमा एउटा प्रेसर, एउटा चाप लागेको जस्तो हुन्छ जो कन्स्टेन्ट हुन्छ अनि जुन चाहिँ हामी झुक्छौँ, झुक्दाखेरि अझ बढ्ने गर्दछ। वेरस माइग्रेनमा एउटा थ्रबिङ, अलिकति सिभियर काइन्ड अफ हेडेक हुन्छ, धड्काउने खालको हेडेक हुन्छ, माने चस घोच्ने खाले हेडेक हुन्छ। अनि त्यो हेडेक चाहिँ युजुअली स्टार्टिङमा अलिकति कम्ती अनि बिस्तारै 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 गर्दै बढ्दै जाने हेडेक हुन्छ। एपिसोडिक हुन्छ, मतलब कन्टिन्यू हुँदैन तर आउँदै जाँदै गर्ने हुन्छ। अनि इच एपिसोड चाहिँ 2-3 घन्टादेखि लिएर कतिजनालाई 1-2 दिनसम्म पनि यसले सताउने गर्दछ। अब सँगै देखिने लक्षणको कुरा गर्दाखेरि साइनोसाइटिसमा युजुअली नाक बन्द हुने गर्दछ, किनभने साइनस भनेको जुन चाहिँ हाम्रो फेसको बोनको भित्र जुन चाहिँ खाली स्पेसेसहरू हुन्छ त्यो इन्फ्लेम भएर साइनस हुने गर्दछ। त्यसले गर्दा साइनोसाइटिसमा नाकबाट डिस्चार्ज, युजुअली थिक डिस्चार्ज या येलोइश काइन्ड अफ डिस्चार्जहरू हुने गर्दछ। नाक बन्द हुने, स्मेल कम्ती आउने या स्मेल नआउने, अनुहारहरू सुन्निने खालके लक्षणहरू हामी देख्ने गर्दछौँ। माइग्रेनमा हेर्नुपर्दा वाकवाकी हुनसक्छ, नजिया हुनसक्छ, तपाईँको उज्यालो, आवाज वा गन्धप्रति संवेदनशीलता हुन सक्दछ। अरा भनेको फ्ल्यासेस अफ लाइटको मतलब झट्काहरू या झलक उयोहरू देखिने या एकदम झर्को राख्ने साउन्डहरूसँग एकदम झर्को लाग्ने, एकदम अँध्यारो बनाएर कुनामा सुत्ने इच्छा खालके सिम्टम्सहरू माइग्रेनमा हुन्छ। अब ट्रिगरको कुरा यानि कारक तत्त्वहरूको कुरा गर्दा साइनोसाइटिसमा युजुअली रुगामार्गी, एलर्जी या कुनै एनाटोमिकल माने नाकभित्र कुनै हड्डी बढेको या साइनसको द्वारहरू बन्द भइरहेको कुनै कारणवश पलिप हुनसक्छ या हड्डी बाङ्गो भएको हुनसक्छ या मासु बढेको हुनसक्छ, ती सबैले साइनोसाइटिस गराउँछ। माइग्रेनका कमन ट्रिगर्सहरू एउटा त स्ट्रेस हुनसक्छ, हर्मोनल परिवर्तन, युजुअली लेडिजहरूमा मेन्स्ट्रुअल साइकलको छेउछाउमा यस्ता खालको हेडेकहरू आउन सक्दछ, निन्द्रा नपुग्नु, केही खानेकुरा, मौसम परिवर्तन, यस्ता कमन ट्रिगर्सहरू माइग्रेनमा देखिने गर्दछ। त किन भ्रम, किन कन्फ्युजन हुन्छ भन्दा दुवै प्रकारको हेडेकमा अनुहार र टाउकोको वरिपरि एउटा प्रेसर जस्तो, एउटा चाप जस्तो महसुस हुन्छ, यसले गर्दा कन्फ्युजन हुने गर्दछ। सो यो भिडियोमा हामीले कसरी यी दुई कन्डिसन्सहरू साइनोसाइटिस र माइग्रेनलाई छुट्याउनु सकिने बुझ्यौँ आज, र नेक्स्ट भिडियोमा हामी ट्रिटमेन्ट बारेमा डिस्कस गर्नेछौँ। धन्यवाद।